प्रमुख सञ्चालक हाम्रो यस संस्थाका सचिव मोहन गुरुङज्यू, हाम्रो पल्टन स्थापना गर्नुहुने हाम्रो सिओ साहब एनएम मेक्लोड र फेरि पुनर्स्थापना गर्नुहुने डब्लुएस चिफ लगायत यस पल्टनलाई यहाँसम्म पुर्याउनु हुने हाम्रो वीर योद्धा शहीदहरू लगायत सम्पूर्णलाई सम्मान व्यक्त गर्दै आज गोरन गोर्खा राइफलको 63औं वार्षिक उत्सव स्थापना दिवस राइजिङ डे को कार्यक्रममा सभा प्रमुख अतिथिको रूपमा आसन ग्रहण गर्नुहुने हाम्रा अग्रज व्यक्तित्व हामी सबैको अभिभावक क्याप्टेन कुलबहादुर गुरुङ साहब, त्यसैगरी विशेष अतिथिको रूपमा पाल्नुहुने सेकेन्ड 1 JR का अध्यक्ष राम कुमार शाही साहब, त्यसैगरी अतिथिको रूपमा आसन ग्रहण गर्नुहुने हाम्रा अग्रज दिदीहरू, त्यसैगरी हाम्रा निवर्तमान अध्यक्ष जिग्ना थापा साहबज्यू, त्यसैगरी सल्लाहकारज्यूहरू देशबा साहबज्यू, त्यसैगरी प्रेमबा साहबज्यू, त्यसैगरी महिला समूहका अध्यक्ष देवी गुरुङज्यू, त्यसैगरी हाम्रो अग्रज अति नै 33 होला हुनुहुन्छ, उहाँ आमालाई पनि मैले सम्मान व्यक्त गरेँ। त्यसैगरी यस संस्थालाई यहाँसम्म ल्याइपुर्याउनु हुने हाम्रा सम्पूर्ण कार्य समितिका हाम्रा सहयोगका साथीहरू लगायत सम्पूर्ण मेरा गुरुजी साहब भाइहरू दिदी बहिनी सम्पूर्णलाई मैले यस 63औं वार्षिक उत्सवको पावन अवसरमा तथा आज टोपी दिवसको पावन अवसरमा र नयाँ वर्ष 2026 को पावन अवसरमा सम्पूर्णलाई मैले न्यानो अभिवादन सहित हार्दिक स्वागत गर्दै पल्टनको राइजिङ डे 63औं राइजिङ डेको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। त्यसले गर्दा सब 4 JR हो कि हैन? हो कि हैन? 63औं जन्मोत्सव हो कि हैन? धन्यवाद। त्यसैगरी आज हामीले त्यसले गर्दाखेरिमा मैले भने हामीले वर्षमै एकचोटि 365 दिनमा एक दिन छुट्याएर पल्टनको लागि राइजिङ डे मनाउने, किनभने कतिपय मैले बुढाहरूलाई नचिनेको बुढाहरूलाई यहाँ चिन्न पाउँछु, दिदीबहिनीहरूलाई चिन्न पाउँछु, दिदीबहिनी एक आपसमा भेटघाट माया मोह हुन्छ अनि दाजुभाइ हामी पनि जताततै छरिएर बसेको थियौँ। उहाँ पल्टनमा एउटै डेक्चीमा खाना खाएर दुःख सुखमा लडाइँमा झगडामा पानी पर्दा होस् घाम लाग्दा होस् रातमा होस् दिनमा होस् दुश्मनसित लडेर दुश्मनलाई परास्त गरेर यो पल्टनलाई यहाँसम्म ल्याइपुर्याउनु हुने हामी सबैको योगदान हो। त्यसले गर्दाखेरिमा हामी सबै एक दिन भेटेर हामी यस्ता भलाकुसारी र ती अतीतका दिनहरूलाई सम्झेर हामी बस्नुपर्छ, भेटघाट गर्नुपर्छ भनेर हामीले यो 1 जनवरी पर्छ, 1 जनवरीको दिन हाम्रो राइजिङ डे पर्छ भनेर हामी 2017 देखिबाट लगातार हामीले राइजिङ डे मनाउँदै आएका छौँ। त्यसले गर्दाखेरि यो दिनलाई हामी सबैले मनन गरेर अरूभन्दा बेग्लै दिन सोचेर अरे यार यही पल्टनबाट यही भोजबाट पाएर हामीले यो आफ्नो बालबच्चा पढाएको छौँ, आफ्नो घर व्यवहार चलाएको छौँ, यो नै हाम्रो सबभन्दा ठुलो सम्मान हो। त्यसपछि अगर पछिको कुरा त आफ्नो पछिका व्यापार व्यवसाय र अरू गतिविधि त पछिलाई प्राथमिकता दिउँला भनेर त्यसरी सोच्दिनु होला, त्यसो भन्न चाहे। त्यसले गर्दाखेरिमा यो भनेको पल्टनको भनेको हाम्रो इज्जत अर्कै छ। हामी त्यस्ता दुश्मनहरूलाई परास्त गरेर कस्ता कस्ता फिल्डमा होस् पिचमा होस् चाहे कस्ता कस्ता हतियार खेलाएर आएका हुन्छौँ। त्यसले गर्दा हामीलाई फेरि केही सिभिलहरूले हेर्ने नजर अलि अर्कै हुन्छ। हामी सोझा हुन्छौँ, फौजी मान्छे सिनियरले दिएको अर्डर कर्तव्य निष्ठामा पालना गर्दै हामी कहीँ कतै छलछाल नगरिकन एकदम सिधा तरिकाले हिँड्ने मान्छे हुन्छौँ। तर सिभिलहरूले फेरि हामीलाई अलिकति फौजी मान्छे लाटो छ सिधा छ भनेर अहिले हामीलाई हेर्ने नजर अर्कै हुन्छ। त्यसले गर्दा पेन्सन आएर पनि थपक्क बस्ने होइन, कहीँ कतै संस्थामा आबद्ध भएर कोही हामी हाम्रै संस्था होस् या अरू कुनै संस्थामा पनि आबद्ध भएर हामी केही त्यही संस्थापट्टि बुझेर हामी हिँड्दा राम्रो हुन्छ। किनभने भोलि हामी कहीँ सिभिलसितै टच हुन्छ, सिभिलले हामीलाई अलिक केही नजाने जस्तो नबुझे जस्तो गर्छन्, तर त्यो हाम्रो सम्मान फेरि हामीसितै छ। यो चिज लाउन सल्लाह सिभिलले कहाँ सक्छ र हाम्रो यो सम्मान भनेको अर्कै छ त्यस्तो हो। त्यसले गर्दा हामी हरेक कुरा घुलमिल भएर अनि हरेक साथीभाइसित टच भएर हिँड्नुपर्छ भन्ने मैले तपाईहरु सबैलाई मैले आह्वान गर्छु। हामीले पनि भनिसकेका छौँ, एक दिन छुट्टिएर एक दिन भेट भएर हामी सबैको त्यही मैले सम्झना गरेँ हाम्रो सुधार मेजर कर्णबहादुर म्याम साहबलाई। हामी श्रीलङ्का लडाइँ लड्दाको कुरा प्रेमराज साहब पनि यही हुनुहुन्छ। हामी अल्फाको पनि बेरोको पनि थुप्रो घटना दुर्घटना भए बिल्डर कम्पनीका
कतिपय त्यहाँ हामीले बचाएर आउन सकिएन, सफल भएका थियौँ। त्यसले गर्दाखेरिमा त्यहाँ गर्दाखेरिको दुःख सुख, त्यहाँ गर्दाखेरिको क्षण अर्कै थियो हेर्नु। तर त्यहाँ गरेर आएपछि, अवकाश पाएर आएपछि हामी लथालिङ्गी कता छौँ, कोही काउसती, कोही कता छौँ, लथालिङ्गै छौँ। फेरि पनि एक दिन, सालमा एक दिन एकै ठाउँमा जुटेर त्यहाँ हामी सबै ती घटना परिघटनालाई सम्झेर एकजुट भएर रमाइलो गरौँ न त भन्ने हिसाबले यो एकजुट भएको हो। यसको लागि मैले हरेक साथीहरूलाई पनि फोन गरेको छु। सचिवज्यूले पनि फोन गर्नुभएको छ, भरे भाइहरू नभएको ठाउँ बहिनीहरूलाई पनि फोन गरेर हामीले कन्ट्याक्ट गरेर उहाँहरूलाई ल्याउन र जुटाउन कोसिस गरिरहेका छौँ। हामीले तकरिबन 120 जना 25 जनाको हाम्रो नफी त्यहाँ लेखाउने बेला लेखाउनु भएको थियो, तर यहाँ आउने बेला सायद त्यति भएको छैन होला। अब हामीले फेरि अब 100 मान्छे जति हामीले अर्डर दिएका छौँ, त्यसले गर्दा कम भयो भने पनि समस्या हुन्छ। त्यसले गर्दाखेरिमा भनेपछि आउनुपर्छ, एक दिन तपाईँले छुट्याउनुपर्छ। र त्यसले गर्दाखेरि आज राइजिङ डेको उपलक्ष्यमा मलाई काठमाडौँबाट अब सुधा मेजर हुनुहुन्थ्यो, धनबहादुर तमाङ साहब, धनकुमार तमाङ साहब हुनुहुन्थ्यो। उहाँले नै मेरो तर्फबाट राइजिङ डेको शुभकामना सुनाइदिनु भन्नुभएको थियो। त्यस लगतै हाम्रो चितवन जिल्लाबाट पनि काठमाडौँ, धरान, पोखरा अनि बुटोल लगायत पश्चिम कोहलपुर सम्पूर्ण हाम्रा 410 भुपुहरूलाई र यो पल्टन 410लाई सम्पूर्णलाई यो राइजिङ डेको 63औं राइजिङ डेको हार्दिक मङ्गलमय शुभकामना सहित यो हाम्रो पल्टन जहाँ गए तापनि फिल्डमा होस्, पिचमा होस्, जहाँ गए तापनि उच्च सम्मानका साथ दुश्मनलाई परास्त गर्दै इन्डियन आर्मीको रिकर्डमा माथिल्लो स्थानमा यो 410 को पल्टनको नाम उच्च स्थानमा राख्न सफल होस् भन्दै हाम्रो तर्फबाट पनि सिङ्गो चितवन जिल्लाको तर्फबाट पनि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। र हामीले भनेका थियौँ 9 बजे तकरिबन हामी यहाँ भेट हुने, 10 बजे कार्यक्रम गरेर 11 बजेबाट हामीले यो नास्ता सुरु गर्ने र केही बेर हाम्रो रङ्गमञ्च यसो रमाइलो गर्ने, सबै नाचगान यताउता भलाकुसारी गर्ने। त्यसपछि 3 बजेपछि 4 बजेपछि पनि टाढा हाम्रो साथीहरूलाई खाना खुलाएर पठाउन सकिन्छ भन्ने हिसाबले मैले अब त्यो हिसाबले टाइम सेड्युल मिलाएका थियौँ। आज बिहानको दिन फेरि अलिकति घुमाइलो पर्यो, जाडो भयो। हामी फेरि सबैजना सुरक्षित कोट पॉइन्ट लगाएर या स्वेटर कोट लगाएरै आएका छौँ। स्वास्थ्यको पनि ख्याल गर्नको लागि मैले साडी मात्रै नभएर स्वेटर पनि लगाएर आउने भन्ने हिसाब भयो। अब आइन्दा हामीले साडीको लागि धेरै मेहनत गरेका छौँ। यो साडी 72 पनि नपाइँदो रहेछ, डिमान्ड दिन पनि इन्डियामा। त्यसले गर्दा धेरै मुस्किल, धेरै पापड बेलेर यो साडी आएछ। हामीले 100वटा साडी मगाएका थियौँ, त्यसमध्येमा हाम्रो 89वटा मात्रै साडी आएको थियो। त्यसमध्येमा कति पनि दिदीबहिनीहरू लानु भएको छ, कतिजना सायद लान बाँकी नै छ होला, लान बाँकी पनि केही साडी बचेको भए लानु होला। र सदस्य बन्नलाई पनि हामीले यो 410लाई एक मुष्ट तरिकाले एकताबद्ध गरेर एकजुट भएर एक